यो जुन दुईटा डाँडा देखिएको छ, उतापट्टिको डाँडो चाहिँ बुचाकोट हो। त्यो लामो सेतो सेतो जस्तो घरै हो क्यारे, त्यो गाडी आएको पनि देखिरहेछ। अनि गाडी यता आउँदैछ। अनि त्यो रातो छाना भएको चाहिँ भालको घर हो, कान्ताहरूकै मेमेको घर हो त्यो रातो। अनि अलि उताको चाहिँ बाहुनहरूको हो क्यारे। मासतिर चाहिँ तिमेल सिना गाउँ हो, तिमिल सिनाहरू बाहुनहरू बस्छ। अनि त्यो जुन बुचाकोटको डाँडो चाहिँ त्यहाँ पहिला बजार थियो, त्यहाँबाट उता देखेको, उता जाने रोड देखेको त्यो धुलखेल जाने रोड हो। अनि यता यता आउने चाहिँ त्यो गाडी यता आइरहेछ ऊ, त्यो यो चाहिँ भकुन्डे आउँदै गरेको हो बस। अनि यो नजिकको यो रोड चाहिँ यहाँ माथि माथि गएको छ। यो चाहिँ हाम्रो गाउँ आउने बाटो हो। अनि टावर, यो एनसेलको टावर छ यहाँ। एनसेलको टावर। अनि यही टावरभन्दा अलिकति तल त हो छाप गाउँ, भोटे गाउँ, तामाङ गाउँ। अनि बुचाकोट झर्दाखेरि यो ओह्रालो सट्टै झरेर तल बेसीमा पुगेपछि अनि बुचाकोटमा पहिलाको बजार चाहिँ बुचाकोट। यो गाउँको बस्तीहरू सबै यो डाँडातिर थियो, बाहुनहरू, दाहालहरू, पौडेलहरू। अहिले सबै तलतिर सरेर गाउँमा चाहिँ सबै लेकतिरको मान्छेहरू आएर चाहिँ अँदिया कमाएर बसेकोहरू। बुचाकोट जाने के अरे धुलखेल जाने बाटो चाहिँ यही बुचाकोटबाट गइन्छ। अनि यता आउँदाखेरि चाहिँ भकुन्डे आउने हो, भकुन्डे आउने भकुन्डे यता आएपछि अब सहरै भइसक्यो नि। यहाँ त काठमाडौँ सहरै भइसक्यो। यो काठमाडौँको जतिकै आनाको पर्न थालिसक्यो। अब यो जिल्ला जानलाई टाढा त छैन नि। अब यो भकुन्डे बजार। अनि त्यो उताको डाँडा चाहिँ दाप्चा डाँडा। यो डाँडाबाट त लेकालीहरू सबै यही डाँडाबाट चाहिँ हिँड्थ्यो पहिला धुलखेल आउँदाखेरि, जिल्ला आउँदाखेरि। सबै काम जिल्लाबाट बन्ने। अनि यहाँ फेरि यस्तो बाटो त यहाँ डाँडै पछि छ। डाँडै पछि यस्तो रोड बनाएर अब एउटा मात्रै रोड बनाउने, बरु गतिलो बनाए त हुन्थ्यो नि। अब यो वर्ष्याउनी चाहिँ पानीले लगिहाल्छ, फेरि वडाको पैसा सिधाउँछ वर्ष्याउनी, केही न केही जस्ता तस्तै।